ठाउँ कि घर छ मान्छे छैन। रोको 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 यो भिडियो हेर्नुभन्दा पहिला केही कुरा सुन र अनि बुझ अनि हेर। एउटा समाज छ, एउटा टोल छ, त्यो समाजमा घर छ तर मान्छे छैन। मान्छे छनु त छ, जीवित छ मान्छे, तर न्याय छैन। त्यो समाजै छैन न्याय। किन र क्या कारण न्याय किन छैन? घर छ तर मान्छे किन छैन भन्ना कारण तर एउटा त्यो गरिबी बढेका कारणले हो कि जनसङ्ख्या बढेका कारणले हो। यो भिडियो पुरा हेर्नको लागि त्यो भिडियो पुरा बुझ्नको लागि अर्को भिडियोको लागि वेट गर्नुहोला। म हाल्नेवाला छु र मेरो एउटा कुरा, मेरो क्यामेराको अगाडि मेरो रियाक्सन कस्तो हुन्थ्यो त, कस्तो छ त्यो हेरौँ एकछिनमा आउँछ। मेरो रियाक्सन कस्तो छ त क्यामेरा अगाडि। ल त्यही हो, त्यो भिडियो पुरा हेर्नको लागि यो भिडियोमा 25वटा लाइक र 20वटा कमेन्ट भयो भने अवश्य अर्को भिडियो स्टार्ट। नमस्कार, आज हामी देखाउन गइरहेको छौँ यस्तो ठाउँ जुन ठाउँ कि घर छ मान्छे छैन। मान्छे दैनिक युवा विदेशी नै पलायन भइरहेका छन्। जस्तै देख्न सक्नुहुन्छ अहिले पनि गाउँमा ज्येष्ठ नागरिक र बालबालिका मात्रै छन्। आज हामी त्यही घरको खोजी गर्न गइरहेका छौँ। देख्न सक्नुहुन्छ उता पछाडि छन्। अहिले हामी त्यहाँ जान भिडियो हेरिसकेपछि कस्तो लाग्यो मेरो रियाक्सन? अर्को भिडियो हेर्नको लागि मैले भनिसकेँ अघि। यो भिडियो यति नै। थ्याङ्क यू फर वाचिङ भन्दै बाई बाई साथीहरू, टेक केयर, लभ यु।